ज्ञानहरूलाई जुन ज्ञानहरू हाम्रोमा विभिन्न फर्महरूमा मुन्दुममा हाम्रो नृत्यमा हाम्रो भाषामा जुन त्यो ज्ञानहरू सङ्ग्रहित भएको छ जुन स्टोर भएको छ त्यो ज्ञानलाई हामीले सही ढङ्गमा हामीले परिभाषित गर्नु सकिरहेको छैनौँ जस्तो मलाई लाग्छ। र जस्तै अब एउटा उदाहरण एउटा विद्वानहरूले भन्नुहुन्छ एउटा मादलको आविष्कार गरे अति राम्रो होला। नामकाद्वारा आफ्नो विधि विधानद्वारा यहाँनिर दोस्रो चलिरहेको छ। अलिक प्रतीक्षा साथ यो हाम्रो परम्परागत यहाँनिर जुन आज साकेला र यलेदोङ 5086 को उपलक्ष्यमा बुबु रामप्रसाद राईज्यूले के भन्नुहुन्छ त? यो हाम्रो राई गाउँमा दोस्रो पल्ट भयो। अम्ब्युक राई गाउँमा हाम्रो जिल्ला दोस्रो पल्ट भयो। हामीले